नमस्कार दर्शकबिन, म गणेश गुरुङ, हाम्रो संसार युट्युब च्यानलको सञ्चालक। दर्शकबिन, यसै गरी सहयोग उठाउने क्रममा हामीहरू बेलडाङ्गीको A3 हट नम्बर 182 मा फेरि पनि थप सहयोग लिएर गोवन सिंह गुरुङ दाजुकोमा फेरि पनि उपस्थित भइसकेको छौँ। यो पालि चाहिँ दर्शकबिन फेरि पनि यो जसले यो सहयोग पठाउनु भएको छ त्यो वाचन गर्नुभन्दा अगाडि हामीहरू हजुरहरूलाई यो पनि जानकारी गर्न चाहन्छौँ कि गोवन सिंह दाजुलाई भोलि आइतबारको दिन काठमाडौँ टिचिङ हस्पिटल लाने हाम्रो सोच गरिरहेको छौँ र आशा लाग्छ हामीलाई भोलि हामीहरू यहाँदेखि म नगए तापनि उहाँ र उहाँको आफ्नो परिवार सहित काठमाडौँतिर लाग्नुहुनेछ भन्दै यो जानकारी हजुरहरूको सामु पनि पुर्याउन साह्रै मन थियो र अहिले वाचन गरिसके। र यसै गरी दर्शकबिन, यो जुन सेकेन्ड सहयोग भनौँ हाम्रो संसार युट्युब च्यानल मार्फत जुन सेकेन्ड सहयोग पठाउनु हुने व्यक्तिहरू यहाँ नाम विवरण यस्तो खालको छ। बेलडाङ्गी 2 एक्सटेन्सन भनेर लेख्नु भएको छ। अहिले चाहिँ साउथ अस्ट्रेलियाको एडिलेड भन्ने सहरमा बसोबास गर्नुहुन्छ र यो सहयोग सङ्कलन गर्नका लागि हाम्रो भगीरथ भान्जा मार्फत यो सहयोग आएको छ। हाम्रो संसार युट्युब च्यानलको भिडियो हेरी उहाँहरूले यो सहयोग भगीरथ भान्जालाई उहाँ बिरामीको बिरामी भएकोमा पुर्याइदिनु भनेर उहाँहरूले आफ्नो मन हृदयदेखि होइन सहयोगको भावना लिएर उहाँहरूले यो पैसा सहयोग पठाउनु भएको छ। नामावली म सरस्वती पढ्नेछु, भुल भएमा माफ गर्नु होला होइन, केही अब भुल पनि हुन सक्ला। र सहयोग पठाउने बेलडाङ्गी 2 एक्सटेन्सन साउथ एडिलेड र सहयोगी मनको दाताहरूको नाम यस प्रकार छ। इन्द्रबहादुर राई जुन चाहिँ पहिले यहाँ बेलडाङ्गीको B2 हट नम्बर 07 मा बस्नुहुन्थ्यो। देववीर राई D2 हट नम्बर 30 मा बस्नुहुन्थ्यो। शेरबहादुर मगर A1 हट नम्बर 34 मा बस्नुहुन्थ्यो। रणबहादुर मगर D3 हट नम्बर 52 र 53 मा बस्नुहुन्थ्यो भने कुल जम्मा सहयोग चाहिँ कति आएको छ भन्दाखेरि 45,000 उहाँहरूले पठाउनु भएको छ र यो रकम चाहिँ पीडितको हातमै हामीहरू एकछिन पछाडि दर्शकबिन, यसै गरी निष्कर्ष फाउन्डेसनद्वारा पनि हाम्रो युवराज सर रेग्मीको पहलमा उहाँहरूले पनि 13,080 गोवन सिंह दाजुलाई यो उपचारको निम्ति उहाँहरूले पनि सहयोग पठाउनु भएको छ। उहाँहरूलाई पनि मुरी धन्यवाद। र यसै गरी बेलडाङ्गी एक्सटेन्सन साउथ एडिलेडमा बस्नुहुने सम्पूर्ण दाता र हाम्रो संसार युट्युबमा जोडिनु हुने वा डाइरेक्ट पीडितको व्यक्तिको हातमै पठाउनु हुने सहयोगी दाताहरूलाई पनि म लगायत हाम्रो संसार लगायत क्याम्पवासी सबैले उहाँहरूलाई हृदय धन्यवाद ज्ञापन गर्दै यो साउथ अस्ट्रेलियाको एडिलेडदेखि जुन 45,000 पैसा सहयोग आएको छ त्यो हामीहरू पीडितको हातमै हस्तान्तर गर्नेछौँ। हामीले अहिले प्रत्यक्ष हजुरले यो जुन बेलडाङ्गी 2 को एक्सटेन्सन साउथ एडिलेडमा बसोबास गर्नुहुने हृदयदेखि उहाँहरूले सर्ट सपोर्ट गर्नुभएको पैसा हामीले रकम चाहिँ सरस्वती हस्तान्तर भगीरथ भान्जालाई नै राखेर हामीले सरस्वती हस्तान्तर गऱ्यौँ भने अब अर्को चाहिँ हाम्रो युवराज रेग्मी सरको पहलमा 13,080 निष्कर्ष फाउन्डेसनदेखि उहाँहरूले सपोर्ट गर्नुभएको छ। उहाँलाई पनि मुरी धन्यवाद। यसै गरी यो पैसा पनि हामीहरू दाइलाई नै यसरी नै बसी भए पनि हस्तान्तर गऱ्यौँ। दाजु अब सरस्वती अब दाजुपट्टि नै गयौँ होइन दाजु, अब यसै गरी होइन अब यो तपाईँको अस्ट्रेलिया साउथ अस्ट्रेलियादेखि पनि
उहाँहरूले 45,000 भनेको ठुलो रकम हो होइन हाम्रो लागि त उहाँहरूले पनि सहयोग गर्नुभयो र निष्कर्ष फाउन्डेसनले पनि उहाँहरूले यो भिडियो हेरी हाम्रो संसार युट्युबको भिडियो हेरी उहाँहरूले यत्रो ठुलो सपोर्ट गर्नुभएको छ होइन उहाँहरूलाई 2 शब्द होइन हजुरले अब 2 शब्द राखिदिनुहोस् न उहाँहरूले यत्रो ठुलो सपोर्ट गर्नुभयो होइन उहाँहरूलाई धन्यवाद त दिनै पर्यो हामीहरूले होइन 2 शब्द राखिदिनुहोस् न अस्ट्रेलियादेखि अनि अर्को निष्कर्ष फाउन्डेसनबाट जति पनि सहयोग रकम आएको छ मैले पाइसकेँ र मेरो लागि उपचारको लागि आएको पैसा भोलि म जाँदैछु काठमाडौँ हजुर र अब उपचार गर्नको लागि जाँदैछु अब केही हुन्छ होला राम्रै हुन्छ भनेर र सबै मलाई खर्च पठाउने साथीहरू जतिलाई पनि धेरै सम्झेको छु धन्यवाद दिन चाहन्छु म मरिमरि धन्यवाद दिँदै फेरि सहयोगहरूलाई र पनि अरू पनि सहयोगीहरूलाई पनि यसरी नै गरिदिनुहोस् भन्ने आशा राख्दै सबैलाई धन्यवाद धेरै धेरै धन्यवाद अङ्कल उहाँलाई शीघ्र स्वास्थ्यको हाम्रो सम्पूर्ण भान्जा र लगायत यहाँ सम्पूर्ण र हाम्रो संसार युट्युब च्यानलमा जोडिनुहुने सम्पूर्ण दर्शकहरूलाई उहाँलाई शीघ्र स्वास्थ्यको कामना गर्दै दर्शक पनि यसै गरी फेरि पनि म दोहोऱ्याउन चाहेँ भोलि चाहिँ उहाँ काठमाडौँको टिचिङ हस्पिटलपट्टि आफ्नो चिकित्सा गर्नको निम्ति भोलि जानुहुँदैछ र दर्शक पनि यसै गरी अझै पनि कोही हुनुहुन्छ भने थप सहयोग म पनि दिन्छु भनेर सोच राख्नु भएको छ भने कृपया म उहाँको गत भिडियोमा हामीले एउटा चाहिँ भुल गरेछौँ उहाँको सम्पर्क नम्बर हामीले त्यसमा लगायौँ र योपालि यो भिडियोमा चाहिँ हामीले उहाँको सम्पर्क नम्बर पनि छोड्नेछौँ र सम्पूर्ण दर्शकहरूलाई र सहयोगी मनहरूलाई फेरि पनि म यही रिक्वेस्ट गर्छु कि हजुरहरूले यदि उहाँलाई फेरि पनि सपोर्ट गर्न चाहनुहुन्छ भने अझै पनि हाम्रो संसार मार्फत वा व्यक्तिको मार्फत नै हजुरले सपोर्ट गर्न सक्नुहुन्छ भन्दै अहिले जुन सहयोग आएको छ र हाम्रो भगीरथ भान्जाको मार्फत त्यो सहयोग आएको छ र भगीरथ भान्जा यो सहयोग चाहिँ अघि मैले वाचन गरिसकेँ यो एडिलेटदेखि आएको भनेर होइन उहाँहरूले चाहिँ तपाईँले उहाँहरूलाई चाहिँ 2 शब्द राखिदिनुहोस् न तपाईँ हुन्छ धन्यवाद सर्वप्रथम त म सम्पूर्णलाई अभिवादन गर्न चाहन्छु मेरो नामा ससुरालाई तपाईँहरूले गर्नुभएको यो योगदान जीवनभर कहिले भुल्ने छैन यस्तै गरी उहाँको उपचार क्रममा हामी जाँदै गर्दाखेरि अझै आवश्यक परेको खर्च तपाईँलाई अपिल गर्ने पनि छौँ यो कुरो चाहिँ जुन तपाईँहरूले गर्नुभएको छ तपाईँहरू अस्ट्रेलियावासी साउथ अस्ट्रेलिया एडिलेडमा बस्नु भने तपाईँहरूले जुन गर्नुभएको छ यो कुरो चाहिँ म हृदयबाट नै आभार व्यक्त गर्न चाहन्छु तपाईँहरूलाई व्यक्तिलाई भन्नु सक्दिनँ तर समग्रमा भन्दाखेरि मैले तपाईँले जुन कुरो कार्य गर्नुभएको छ त्यो धेरै ठुलो कार्य गर्नु जीवनभर हामीले कहिले भुल्ने छैन अवस्था हुन्छ धन्यवाद त्यसै गरी हाम्रो छिमेकी अङ्कल पनि हुनुहुन्छ है छिमेकी अङ्कलले पनि प्रत्यक्ष बिरामको लिस्टमा देखिराख्नु भएको छ 2 शब्द राखिदिनुहोस् न तपाईँ पनि बिरामी होइन भोलि हामी जाँदैछौँ उहाँलाई पनि शीघ्र स्वास्थ्यको कामना गर्दै होइन 2 शब्द राखिदिनुहोस् न नमस्कार म टङ्का थारू म छिमेकी अथवा मेरो ज्वाइँ आफ्नै ज्वाइँ हो मैले अहिले र त्यो सक्रिय नपुग्ने हुँदाखेरि हजुरहरूले हामीले गरेको जुन युट्युबर भाइलाई म पहिला सर्वप्रथम धन्यवाद दिन्छु अनि उहाँले पनि धेरै जुटाइदिनु भयो र अब सहयोग गरिदिनु भयो मलाई होइन मेरो ज्वाइँलाई मलाई गरिदिए हो ज्वाइँलाई पनि उहाँहरूको लागि धन्यवाद फेरि पनि यो सहयोगी हातहरू बढाइदिनुहोस् अब भोलि हामी काठमाडौँ जानेछौँ अब काठमाडौँ के हुन्छ कसो हुन्छ कति लाग्छ जान्दिनँ अब त्यो फेरि तपाईँहरूले पनि सहयोगी हातहरू बढाइदिनु भयो भने तपाईँलाई धन्यवाद सबैलाई र तपाईँले गरेको सहयोगको लागि चाहिँ हामी धन्यवाद दिन चाहन्छौँ किनकि मेरो ज्वाइँलाई बचाइदिनुहोस् मेरो ज्वाइँको लागि चाहिँ तपाईँहरूले धेरै गर्नुभएको छ म यसरी कामना गर्छु मेरो ज्वाइँको जीवन राम्रो होस् सहयोग गरिदिनुहोस् म त्यही कामना गर्न चाहन्छु सबैलाई धन्यवाद दिन्छु हुन्छ धन्यवाद
आन्टी पनि आउनुभएको छ। अब भोलि उहाँ पनि जानुहुन्छ बिरामीसँग। मेरो दुई शब्द श्रीमतीको माइला लामा नि निष्कर्ष फाउन्डेसनदेखि पनि सपोर्ट गर्नुभएको छ। उहाँ दात्रीहरूलाई दुई शब्द राखिदिनुहोस् के भन्नु र भोलि हामीहरू कतिपय सम्पूर्णलाई नमस्ते। अब भोलि चाहिँ हामी काठमाडौँ थप उपचारको लागि काठमाडौँ जाँदैछौँ। हजुर अब यति सहयोगले नपुग्ला होइन त्यो गर्दै भोलि हामी 2-3 बजीतिर चाहिँ जाँदैछौँ। हजुर अब सहयोग पठाउने सबैलाई धेरै धेरै धन्यवाद। हुन्छ नमस्ते।